सनराइज आऊ त्यसलाई भन्छ जल महल दिल्लीबाट हैन जयपुर टु दिल्ली के कराएको फेरि हामीले भुलभुलैया भित्र घुसिरहेका छौँ अब जयगढ फोर्टमा आएका छौँ लाइट गरेर पनि मलाई डर लाग्छ यस्तो This beautiful view all by myself. आज म साथीहरूलाई लिएर जाँदैछु जयपुरको अमर फोर्ट जयगढ फोर्ट अनि जल महल घुमाउनको लागि लिएर जाँदैछु साथीहरू। त्यहाँसम्म पुग्नको लागि कसरी जाने कति खर्च लाग्छ कहाँ कहाँ बस्यो भने ठिक हुन्छ र कुन कुन ठाउँमा घुम्नको लागि ठिक छ यसको बारेमा पुरा डिटेलमा हजुरहरूलाई बताएको छु। राम्रो तरिकाले हेर्नु होला र लाइक कमेन्ट गर्नु होला। साथीहरू मैले भिडियो त धेरै बनाएँ तर जतिखेर पनि त्यो ठाउँको बारेमा मात्रै भने र त्यहाँनिर पुग्नको लागि टोटल खर्च कति लाग्छ कसरी जानुपर्छ भन्ने बारेमा भनेको थिएन। आज चाहिँ मैले टोटल खर्च कति लाग्छ कसरी जाने कहाँ कहाँबाट जाँदा सजिलो हुन्छ र हामी त्यहाँ गएर कुन कुन ठाउँ घुम्ने त्यसको बारेमा म डिटेलमा हजुरहरूलाई बताएको छु। भिडियोलाई स्किप नगरिकन लास्टसम्म हेरिदिनु होला अनि बल्ल हजुरहरूलाई थाहा हुनेछ कि त्यहाँसम्म पुग्नको लागि खर्च कति कहाँ कहाँ घुम्दा बेस्ट हुन्छ भन्ने बारेमा। जयपुरमा घुम्नको लागि जल महल हावा महल जन्तर मन्तर अनि सिटी भ्यूजहरू धेरै नै छ साथीहरू तर हामीले त्यो पहिल्यै भिडियोमा बनाइसकेको थियौँ। अहिले म सिर्फ हजुरहरूलाई भन्न चाहन्छु कि जयगढ फोर्ट अमर फोर्ट र जल महलको बारेमा। सबभन्दा पहिला त नेपालबाट जयपुरसम्म पुग्नको लागि टोटल कति दिन लाग्छ र कुन बाटोबाट हामी सबभन्दा पहिला दिल्लीसम्म या जयपुरसम्म पुग्न सकिन्छ त्यसको बारेमा हजुरहरूलाई बताउने छु। कम खर्चमा हामी कसरी जयपुरसम्म पुगेर घुमेर कति दिनमा फर्किन सकिन्छ त्यसको बारेमा यो भिडियो बनाएको छु। लास्टसम्म बनिराख्नु होला साथीहरू। सबभन्दा पहिला त हामी सबैजना दिल्लीमा पुग्नु पर्यो। सबै ठाउँबाट अलग अलग ठाउँबाट आउनुहुन्छ हजुरहरू त्यसै कारणले दिल्लीबाट अगाडिको म हजुरहरूलाई बताउन चाहन्छु। जस्तै हामी सुनौलीसम्म पुगियो सुनौलीबाट अगाडि जानको लागि सुनौलीबाट डाइरेक्ट दिल्लीसम्मको लागि बस पाइन्छ सरकारी बसमा सिटी बसमा हामी चढेर गयो भने 600 देखिबाट लिएर हामी 800-900 रुपैयाँसम्ममा दिल्लीसम्ममा पुग्न सकिन्छ साथीहरू। अब हजुरहरूलाई ट्रेन रिजर्भेसन गरेर ट्रेनमा जान सजिलो लाग्छ भने ट्रेनमा जानु होला तर जाडोको मौसममा ट्रेनहरू लेट भइरहेको छ। ट्रेन लेट भएको कारणले मेरो पनि ट्रेन छुटेको थियो त्यसै कारणले म हजुरहरूलाई भन्न चाहन्छु सकेसम्म सबभन्दा फर्स्टमा हजुरहरू बसमा दिल्ली पुग्नु होला। 1000 रुपैयाँमा दिल्ली पुगिसकिन्छ। दिल्ली पुगिसकेपछि दिल्लीबाट हजुरहरू प्लेनमा पनि डाइरेक्ट जयपुर जान सक्नुहुनेछ ट्रेनद्वारा पनि जान सक्नुहुनेछ। बुलेट ट्रेन अहिले चलिरहेको छ डाइरेक्ट दिल्लीबाट जयपुरको लागि त्यसमा 1100 रुपैयाँ लिन्छ साथीहरू। हजुरहरू बुलेट ट्रेनको यात्रा पनि गर्दै अगाडि जान सक्नुहुन्छ र कम समयमा दिल्लीबाट जयपुर 3 घण्टामै पुर्याइदिन्छ साथीहरू। यो बुलेट ट्रेन चाहिँ अहिलेसम्म लेट भएको भन्ने मैले थाहा पाएको छैन साथीहरू। धेरै भयो भने आधी घण्टाभन्दा लेट हुँदैन त्यसै कारणले गर्दा बुलेट ट्रेनमा जान चाहिँ सबभन्दा बेस्ट अप्सन हो भन्न चाहन्छु। समयमै पुग्न सकिन्छ हामी जयपुरमा। ट्रेनको टिकट हजुरहरूले कन्फर्म पाउन सक्नु भएन भने हजुर बसमा जान सक्नुहुन्छ। बिहानबाट बेलुकासम्म बस पार्कबाट आरामसित बसहरू पाइन्छ साथीहरू। लोकल बसमा हजुरहरू जानु पर्यो भने दिल्लीबाट जयपुर जानको लागि टोटल 6 घण्टा लाग्छ। अहिले कुहिरोको मौसमले गर्दाखेरि हजुरहरूलाई 10 घण्टा 12 घण्टा पनि लाग्न सक्छ। अब दिल्लीबाट हजुरहरू जयपुर त पुग्नुभयो। जयपुर पुगेपछि कहाँ बस्ने बारेमा सोच्दै हुनुहुन्छ भने र कति खर्च लाग्छ भनेर तपाईँलाई टेन्सन हुँदैछ भने जयपुरमा रेलवे स्टेसन बस स्टेसनको नजिकै बस्नुभयो भने हजुरहरूलाई 500 देखिबाट 1500सम्ममा आरामसित रुमहरू पाउन सकिन्छ साथीहरू। रुम लिइसकेपछि हजुर छिटै भयो भने त्यसै दिनमा हजुरहरू नजिकको सिटी जन्तर मन्तर हावा महल पुरा त्यही दिनमा घुम्न सक्नुहुनेछ र अघिल्लो दिनमा हजुरहरू अमर फोर्टतिर जान सक्नुहुनेछ। जल महल अनि बीच बाटोमा हात्ती गाउँहरू घुम्नको लागि हजुरहरूलाई एकदम सजिलै तरिकाले ट्याक्सीबाट र अटोबाट पनि घुम्न सकिन्छ। हजुरहरूको बजेट अलिकति धेरै छ भने हजुरहरू ट्याक्सी लिएर जानु होला। 3-4 जना आरामसित ट्याक्सीमा बस्न सकिन्छ। ट्याक्सीले दिनभरि घुमाउनको लागि टोटल 2000 रुपैयाँ चार्ज गर्छ। 2000 भन्दा धेरै दिनको लागि जरुरी छैन त्योभन्दा धेरै नदिनु होला। अनि हजुरहरू अझै सस्तोमा जान चाहनुहुन्छ भने हजुरहरू अटो लिन सक्नुहुन्छ। अटोमा दिनभरिको
1000 रुपियाँ 1200 रुपियाँ भन्दा धेरै दिनु पर्दैन। तिनीहरूले 800 बाट 1200 भित्रमा हजुरहरूलाई यो सबै ठाउँहरू घुमाउने छ र जहाँबाट घुम्नु भएको छ त्यहाँसम्म ल्याएर छोडिदिनेछ साथीहरू। यो त भयो त्यहाँसम्म पुग्ने र घुम्ने ठाउँहरूको बारेमा डिटेल। फर्स्ट दिनमा हजुरहरू जन्तर मन्तर, हावा महल र सिटी प्लेसहरू घुम्नु होला र सेकेन्ड दिनमा हजुरहरू फोर्टको साइडमा अमर फोर्ट, जयगढ फोर्ट, जल महल, हात्ती वन साइडमा घुम्नु होला। अब हात्तीमा चाहिँ अब जानी नजानी हजुरहरूको चोइस हो साथीहरू। यो ट्याक्सी र अटोवालाको पहिलेदेखि कन्ट्याक्ट भएको हुन्छ, यिनीहरूले जसरी पनि हात्ती गाउँमा लिएर जान्छन् साथीहरू। हात्तीमा त नेपालमै चढ्न पाइन्छ, वहाँ गएर चढ्न केही जरुरी छ जस्तो मलाई लाग्दैन। हामीलाई चाहिँ त्यहाँनिर हात्तीमा चढ्न जाँदाखेरि यिनीहरूले धेरै नै ठग्न खोजिरहेका थिए र हामीले बुकिङ नगरेछौँ, हामीलाई भिडियो पनि खिच्न दिन्न भने त्यसै कारणले गर्दा मैले धेरै भिडियो बनाउन पाइनँ। म हजुरहरूलाई भन्छु, हजुरहरू त्यहाँ जानुभयो भने हात्तीमा चढ्न जरुरी छैन। एउटाको 3-4 हजार 5 हजार दिएर किन हात्तीमा चढ्ने, जाने केही पनि होइन, 1 किलोमिटर पनि जान पाउँदैन हामीहरू है। त्यसै कारणले गर्दा त्यहाँ जानुभयो भने हात्तीमा चढेर पैसा बर्बाद चाहिँ नगर्नु भन्न चाहन्छु। त्यो हजुरहरूको चोइस हो, बाँकी चाहिँ साथीहरू। अब हामीहरू त्यहाँनिर हात्तीमा चढ्नको लागि गएको होइन नि, हात्तीमा चढ्ने भन्दा नेपालमै चढ्न पाइहालिन्छ नि होइन, समयको पनि बर्बाद। त्यसै कारणले गर्दा हात्ती गाउँ जान्छु भने पनि हेर्नको लागि जानु होला, तर चढेर पैसा बर्बाद नगर्नु होला भन्न चाहन्छु। अब त्यस पछाडि अब हामी जाँदैछौँ जयगढ फोर्टमा साथीहरू। हामीले बुकिङ गरेको ट्याक्सी यही हो, यही ट्याक्सीमा अब हामी जान्छौँ जयगढ फोर्ट। यसैले वहाँ माथिसम्म लिएर जान्छ अनि गेटबाट हामीहरू इन्ट्री भएर त्यसको चारैतिर घुम्छौँ। त्यहाँ जयगढ फोर्टमा मेन भनेको त्यहाँनिर ठुलो तोप छ के, त्यही हेर्नको लागि जाने हो र अरू अरू चिजहरू पनि छ, हेर्नु होला, हजुरहरूलाई साह्रै रमाइलो लाग्नेछ। यहाँ चाहिँ आउनको लागि सबभन्दा राम्रो समय भनेको नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी, जाडोको महिनामा हामी जयपुरमा घुम्न गयो भने एकदम बेस्ट हुन्छ साथीहरू। जाडोको महिनामा त्यहाँनिर चाहिँ यति धेरै जाडो हुन्न, गर्मी नै भइरहेको हुन्छ। त्यसै कारणले जाडोमा चाहिँ जाडो काट्नको लागि कहाँ जाउँ जस्तो लागिरहेछ भने हजुरहरू जयपुर जानु होला र जयगढको फोर्ट हेर्नु होला र जैसलमेर पनि जान सक्नुहुनेछ घुम्नको लागि। जैसलमेरको बारेमा मैले पहिल्यै ब्लग बनाइरहेको थिएँ, हिन्दीमा पनि छ, नेपालीमा पनि छ, हजुरहरू हेर्नु होला भन्न चाहन्छु। मेरो च्यानललाई सब्सक्राइब गरेर। फेरि गल्तीले हजुरहरू गर्मी मौसममा जानु होला, त्यो बेलामा गर्मी झेल्न गाह्रो हुनसक्छ, विचार गर्नु होला। जाडोको बेलामा जान सबभन्दा उपयुक्त र धेरै राम्रो ठाउँ हो भनेर चिनिन्छ यो जयपुरलाई। अब गफहरू गर्दा गर्दै मैले चाहिँ यो किल्लाको बारेमा भन्नै बिर्सिरहेको छु साथीहरू। यो जयगढ किल्ला हो। अब यो किल्लाको वरिपरि हेर्नको लागि आएको छौँ। हामीलाई चाहिँ यस्तो किल्लाहरू देखे छैन नि त, यसको यो चाहिँ हाम्रो लागि नयाँ हो। हेर्नु होला, हामी परिवारसँग म, छोरी र मेरो मिसेस हामी 3 जना भएर घुम्न गएका थियौँ त्यहाँनिर। जयगढमा आएर सबैभन्दा हेर्ने भनेको यहाँ चाहिँ मेन तोप हो। अघि मैले भनिसकेँ साथीहरू, यो तोपले एकचोटि चलाएको थियो अरे, धेरै वेटको छ अरे। एकचोटि यो तोप चलाउँदा 40 किलोमिटर अगाडि गएर यसको बम खसे थियो अरे। जहाँ बम खसेछ त्यहाँनिर ठुलो खाल्टो परेको थियो अरे, त्यहाँदेखिबाट यो तोप चलाएको छैन अरे। यो अङ्ग्रेजको जमानादेखिको तोप हो साथीहरू। यही हेर्नको लागि म्याक्सिमम इन्डियनहरू र जति फरेनरहरू छ आउँछन्। अनि यहाँ एउटा भुलभुलैया छ, एक ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि हराइन्छ कि साथीहरू, सेम जता हेऱ्यो नि त्यस्तै देखिन्छ। त्यो ठाउँ पनि हामी घुम्न जानेछौँ, हजुरहरूलाई त्यसको बारेमा बताउनेछौँ। यो तोपको नाम हो जयवाट तोप। यो किल्लाको सबैभन्दा माथि टपमा राखेको छ। तोपको वरिपरिबाट हामी सिटीको भ्युजहरू पनि देख्न सकिन्छ। यहाँबाट मुनिपट्टिको अमर फोर्ट जुन हामी पहिला घुमेको थियौँ त्यहाँ पनि देख्न सकिन्छ क्लियर तरिकाले। यो सबैभन्दा माथि डाँडोको चुच्चोमा छ भने अमर फोर्ट चाहिँ अलिकति डाउनमा छ साथीहरू। यहाँबाट त्यो अमर फोर्टमा सेफ्टीको लागि, सुरक्षाको लागि यहाँनिर सिपाहीहरू बस्थे अरे भनेर यिनीहरूको भन्न छ। यिनीहरूले यस्तो कुराहरू गर्दै थिए। साथीहरू जुन अगाडि बोल्दै थियो ऊ चाहिँ मेरो छोरी हो। हामी हिन्दीमा भ्लग बनाउने भनेर हामीले हिन्दीमै बोल्ने कोसिस गरिरहेका थियौँ, तर लास्टमा सोच्यौँ फेरि हामीले हिन्दीमा बोल्यो भने नेपालीहरू सबैजनालाई जानकारी नहोला, त्यसै कारणले गर्दा अब हामी नेपालीमा बनाउने भनेर त्यही भ्लगलाई मैले नेपालीमा ट्रान्सलेट गरेर बनाउँदैछु भन्नुपर्छ। हामीहरू फेरि नेपाली बोल्नै नजान्ने पुरा हिन्दीमा बोलिराख्ने चाहिँ होइन है साथीहरू। नेपाली चाहिँ हामी क्लियर बोल्छौँ, हामी नेपालकै मान्छे हो कि कसो हो साथीहरू।
आज हामी चाहिँ कुहिरो लाग्ने बेला जाडो भएको बेलामा जनवरी महिनामा आउँदाखेरि नि यहाँ पानी परिरहेको छ पानी परेको बेलामा चाहिँ हामी चाहिँ छत मुनि बसिरहेछौँ पानी दबाएर पर्दैछ र हामी चाहिँ जस्तै हजुरहरू जयगढ किल्ला अमर फोर्ट र जति पनि जयपुर घुमेर सकियो अब हजुरहरू फर्किनु पर्यो भने सेम जो पहिला भनिराखेको थिएँ तपाईँहरू पाए भने पहिल्यै बुलेट ट्रेनको टिकट काटेर राख्नु होला फर्किनको लागि त्यहाँबाट दिल्लीसम्म बुलेट ट्रेनमा जानु होला त्यहाँबाट लोकल बस हुँदै नेपालसम्म फर्किनु होला हजुर आउनको लागि म्याक्सिमम भनेको 3 दिन घुम्नको लागि 2 दिनमा हजुर 2 दिन एक दिन जुन दिन आएको हुन्छ त्यही दिन घुम्न सकिन्छ एक दिन जाने बेला घुम्न सकिन्छ जयपुरको 2 दिन र घुम्न सक्नुहुनेछ 3 दिन फर्किनको लागि म्याक्सिमम भनेको हजुरहरूलाई यहाँनिर होटलमा 2 रात बस्नु पर्न सक्छ र आउन जान गरेर 3 दुना 6 दिन टोटल 8 दिन लाग्छ साथीहरू 8 दिनमा हजुरहरू जयपुर मजाले घुमेर जान सक्नुहुनेछ फर्किन सक्नुहुनेछ 8 दिनको यात्रा हो साथीहरू हजुरहरूले अझै छिटो गर्न चाहनुहुन्छ भने 7 दिन एक हप्ताको टुरमा पनि हामी जयपुर घुमेर जान सक्छौँ कहाँ घुसेछ तिमी कहाँ घुसेल बा हो बाहर निकलो हो हाउस के बैठना नहीं है टोटल खर्च सुनौलीबाट दिल्लीसम्म आउनको लागि 1000 रुपैयाँ दिल्लीबाट जयपुरसम्मको ट्रेनमा आयो भने 1100 रुपैयाँ र बीचमा खाना खानको लागि 900 रुपैयाँ टोटल गरेर भयो हाम्रो 3000 रुपैयाँ साथीहरू र हामी घुम्नको लागि ट्याक्सी बुकिङ गर्यो भने 2000 5000 रुपैयाँ होटलमा बस्नको लागि मान्नुस् 3000 रुपैयाँ टोटल 8000 रुपैयाँ 8000 रुपैयाँमा जानको लागि 5000 जोड्नुस् टोटल गरेर 13000 रुपैयाँमा हामी त्यहाँसम्म आएर फर्किन पनि सक्नेछौँ र ग्रुपमा आउनु भयो भने फेरि सस्तो पर्न सक्छ रुम चार्जेस कम हुन सक्छ र हामी ट्याक्सी बुकिङ गरिरहेछ 4 जनासम्म भयो भने एउटै ट्याक्सीमा बुकिङ गरेर जान सकिन्छ यस्तै विविध कुराहरू गर्दाखेरि हजुरहरू ग्रुपमा आउनु भयो भने एउटाको भागमा 8000 सम्ममा खर्च हुन सक्छ ग्रुपमा आउनु भयो भने सिंगल आउनु भएको छ भने टोटल तपाईहरुको खर्च हुनेछ 13000 रुपैयाँ 13000 रुपैयाँ मानेर चल्नुस् तपाईहरु नेपाली 21000 रुपैयाँ खर्च हुन्छ जयपुर घुमेर साथीहरु यति राम्रो अवसर नगुमाउनु होला र हजुरहरुलाई केही पनि कन्फ्युज भयो कहीको बारेमा पनि सोध्न छ मलाई कमेन्ट गर्नु होला म पक्का पनि हजुरहरुको कमेन्टको रिप्लाई गर्ने छु हजुरहरु घुम्न आउनु न मेरो छोरीलाई र मेरो म्याडमलाई जाडो भएर आगो ताप्दै छ है साथीहरु यहाँ भित्र आगो पनि ताप्नु पाइन्छ यताबाट दाहिनेबाट बायाँबाट बीचबाट टक्क तारेको यो यताबाट आयो भने यताबाट गोली हान्ने हैन यो यताबाट आयो भने यताबाट हिर्काउने यो यताबाट हान्यो भने यताबाट हिर्काउने यहाँनिर टक्क राइफल राख्ने हो के त्यही त कसरी पहिला सत्यको मान्छेहरु ठुलठुला हुन्थ्यो नि त भयंकरै ल कहानी धेरै भयो साथीहरु अब हामी भित्रतिरको दृश्यहरु देखाउँदै छौं भित्रतिर हेर्नुस् घुम्दै छन् धेरै रमाइलो ठाउँ छ भिडियोग्राफी गर्नको लागि माथि बसेर चारैतिरको सिनहरु हेर्न पाइन्छ अहिले कुहिरो लाएर हामीलाई पुरा साथ दिएको छैन हजुरहरु जाने बेलामा त मौसम क्लियर हुन्छ होला धेरै राम्रो ठाउँ छ जता गयो भने त्यति फोटो खिच्न मन लाग्छ के साथीहरु बायाँतिर हेर्नुस् दाहिनेतिर हेर्नुस् कति रमाइलो छ कति राम्रो छ के यही बसिराखौँ कहीँ पनि नजाउँ जस्तो लागिरहेछ के अब एकछिन गएन भने त फेरि भूतहरु आएर तर्साउने होला नि फेरि म कहाँनिर छु भन्यो भने म चाहिँ यतातिर छु के ओहो ड्रिङ Hello everyone, where am I? This must be the dream place of everyone all around the world. I am right now at Jaipur and this is another beautiful fort, and you guys, I don't know, should I call this luck or my I came here and all I can see is this view, this wind. It's very cold and my skirt is so long I have to wear it so high. Oh my god, I'm in love with this view. I don't know, tell me, is it my luck or is it my unluck that I got to see this view? It's not clear, it's all foggy here, but it's so quiet that I could take a lot of videos and so pretty. I took a lot of videos and a lot of pictures, and the main part is I got wet on the rain and I'm all wet. My dress is all wet, but I got this beautiful view all by myself. There are less people here, and
तो देखो इतनी अच्छी ब्यूटीफुल व्यू और कोई नहीं है यहाँ पे। अगर आप खींचने आओगे और दूसरे वक्त पे आओगे तो बहुत भीड़ होता है, पर आज देखो मैं, मेरे मम्मी पापा और बस हम। ये पूरा महल सिर्फ मेरे पास है। अच्छा लग रहा है, ये देखो। जयगढ फर्टमा आएका छौँ। पछाडिपट्टि कुहिरो लागिरहेको छ। हामी साइडबाट चाहिँ पुरा किल्लाको माथि माथि घुमिरहेका छौँ साथीहरू। कुहिरो लागिरहेको छ, कति आनन्द आइरहेको छ। हामीले भुलभुलैया भित्र घुसिरहेको छ थाहा छैन। पूजा र मम्मीले एउटा यतातिर गर्छ, म यतातिर छु। ए ल जाम 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 एउटा हल्ला गरेर नि धेरै आवाज आउँछ यहाँनिर। अब घुस नै एउटा दाहिने बाहिर कतातिर घुस्यो घुस त्यो कहाँ निक्लिन्छ बल्ल थाहा हुन्छ नि। त्यसलाई भन्छ भुलभुलैया। कहाँबाट बस्यो कहाँबाट निक्लियो भने थाहै हुन्छ, त्यसलाई भन्छ भुलभुलैया। तिमी घुस्दै जाऊ न, कहाँ कहाँ पुग्छ अब। ल के त्यही घोडा गोठामा आयो क्या हो। यहाँबाट अगाडि छ त अझै। लाइट बाल्नु पनि मलाई डर लाग्छ यस्तो ठाउँमा आउँदैन अहिले। सुइले लागेको छ भयो क्या यस्तो। ल यहाँ त तल निस्कियो। ल निक्लियो। के बाटो फेरि बाहिर निक्लियो। जाँड गर्ने आउनु त्यही हो क्या। कुन ठाउँ चाहिँ त्यो पा ठाउँ हो। होइन त्यो अर्को ठाउँमा के ल जाउँ। भुलभुलैया भन्छ बल्ल। ल अब हामी चाहिँ भुलभुलैयाबाट बाहिर निक्लेर अब हिँड्दैछौँ। जाडो छ, कता 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 हराएर बडो मुस्किलले निक्लियो के। अब हामी गेटबाट बाहिर निक्लिन लागिरहेछौँ। यो चाहिँ किल्लाभित्रै यस्तो चाहिँ केराको खेतीहरू गरेर राखिरहेको छ जलमहल। पानीको बिचमा एउटा महल छ अरे, त्यहाँनिर कोही आउन जान अहिले बन्द गरिरहेको छ। त्यसलाई भन्छ जलमहल। ठंड लग गया है, जनवरी के मौसम में जल महल देखने के लिए आ रखे हैं। अब हम पहुंच गए जल महल, लेकिन अंदर तक जाने नहीं दिया, बाहर से फोटो ले रहे हैं। यो भैयाको भिडियो खिच्दिन भन्दा पनि मलाई चाहिँ खिच्न साह्रै मन लाग्यो। किन भन्दाखेरि हाम्रो ट्रेन थियो 5:30 बजे, तर हामीले 7:30 बजेको ट्रेन होला भन्ने सम्झियो। किन 1735 हर्स पर लेखिरहेको थियो ट्रेनको टाइमिङ। त्यही भएर हामी 7:30 बजे पुग्नको लागि रेडी भएको थियो। आउँदा आउँदै बाटोमा हाम्रो ट्रेन छुटिसकेको मेरो मोबाइलमा मेसेज आएको थियो। त्यसै कारणले गर्दा फेरि पछि अनलाइनमा मैले बस बुकिङ गरेको थियो। यो भाइले त्यही रेटमा जति पहिला फिक्स भएको थियो बस पार्कसम्म लगेर बसमा हामीलाई चढाएर छोडेको थियो। त्यसै कारणले गर्दा उसलाई चाहिँ म बिर्सिन चाहन्न, त्यसै कारणले ब्लगमा समावेश गरेको छु। पुरै राम्रो रहेछ यो। कुनै कुनै मान्छेहरूको नेचर राम्रो हुन्छ, उसले चाहिँ हामीलाई राम्रो घुमाइदियो। अनि अब हामी चाहिँ खानासाना खायौँ है, भोक लाग्यो। खाना खाएर अब हामी बसभित्र जाँदैछौँ है साथीहरू। बस पनि कम छैन, दामी छ, हेर्नु होला। एउटाको 1200 रुपियाँ दियो हामीले, 3 जनाको 3600 रुपियाँ तिर्नु पर्यो। हाम्रो पहिले टिकट एसीमा कन्फर्म हुँदै पनि आफ्नै गल्तीले टाइमिङ हेर्न नजानेर हाम्रो ट्रेन छुट्यो र हामी ट्रेन जस्तै बसमा चढेका छौँ साथीहरू। कसैलाई चाहिँ बसमा चढ्दाखेरि नै अझै खुसी छैन के। ले हेर्नु नि, रुन लागेको। ट्रेन छुट्यो भनेर रुँदैछ, बुलेट ट्रेनमा चढ्न पाएन भनेर।